नमस्ते। आज हाम्रो नयाँ एपिसोड 26 च्याप्टर टु चेरिस र आजको एपिसोडमा हामी कुन विषयवस्तुको वरिपरि रहेर कुराकानी गर्न चाहन्छौँ भने जसो हामीले पछिल्लो एपिसोडमा भनेका थियौँ कि राम्रो सुधार केन्द्र कसरी खोज्ने अथवा कसरी चिन्ने अभिभावकहरूको लागि जसले चाहिँ आफ्नो सन्तानको उपचारको लागि चाहिँ राम्रो पुनर्स्थापना केन्द्रको खोजी गरिरहनु भएको छ। त्यसमा हामीले सुधार केन्द्र पक्षको कुराकानी चर्चा अघिल्लो एपिसोडमा गरेका छौँ र त्यसपछि हामीले के भनेका थियौँ भने अन्तमा त्यो एपिसोडमा चाहिँ गइसकेपछि फेरि उपचारपछि आफ्टर केयरको कुराहरू र परिवारले घरको वातावरणमा कसरी चाहिँ सहकार्य गर्नुपर्छ भन्ने कुराहरूमा अथवा प्रेसर दिइरहेको कुराहरू जबको लिएर होइन पढाइको लिएर अथवा फेरि कसरी एडजस्ट हुने कसरी पुनर्स्थापनाको यात्रामा अगाडि बढ्ने भन्ने कुराहरूमा उहाँहरूलाई प्रेसरको कुराले पनि उहाँहरू विचलित हुन सक्छन् भन्ने पक्षहरूमा चर्चा गर्छौँ र कसरी अभिभावकहरूले सहकार्य गर्नुपर्छ भन्ने पक्षमा चर्चा गर्ने कुराकानी थियो। अब त्यसै गरी हाम्रो कर्मको यो 26औँ उपचार भएकोले गर्दाखेरि उसको त यो आउने जाने क्रम धेरै भइसकेको छ। सुधार केन्द्र पक्षको साइडमा हामीले लास्ट एपिसोडमा कुराकानी गरिहाल्यौँ, तर हरेक बार उपचारपछि घरमा जाँदाखेरि कस्तो वातावरण सिर्जना हुन्छ र कसरी फेरि रिल्याक्स हुने सम्भावना हुन्छ अथवा कस्तो वातावरण भइदियो सहकार्य गरिदिँदा चाहिँ फेरि पुनर्स्थापनाको यात्रामा निरन्तर रूपमा अगाडि बढ्न सजिलो हुन्छ भन्ने विषयमा उसँग उसको अनुभवको हिसाबमा चाहिँ छलफल गर्नेछौँ र सुधार केन्द्रहरूले पुनर्स्थापना केन्द्रहरूले पनि आफ्टर केयर सर्भिस चाहिँ कस्तो भइदियो भने अझ उहाँहरूको लागि सजिलो हुन्छ भन्ने कुराकानी रहनेछ हाम्रो आजको विषयवस्तु। ल आजको विषयवस्तुतिर हामी प्रवेश गरौँ। अब सुरुमा चाहिँ अब पहिलातिर चाहिँ अब ट्रिटमेन्ट बसेर घर जाने बेलामा चाहिँ अब घरमा चाहिँ अब छोरा सुध्रियो है भने जस्तो सोच्नुहुन्थ्यो। अनि अब त्यो एक प्रकारले चाहिँ अब सब एउटा अब चाहिँ ट्रिटमेन्ट बसिसक्यो, अब अब चाहिँ यो ठिक भयो भन्ने तरिकाले सोचेर चाहिँ अब घरको जिम्मेवारीहरू पुरा गर्नुपर्ने कुराहरू अब चाहिँ अब तिमीले अब घर हेर्नुपर्छ भनेर त्यो त्यो घरको त्यो रेन्टहरू पनि उठाउन दिनुभएको कुराहरू थियो। अनि त्यसपछि अनि अब त्यो अब अलिकति सब कुराहरू अब व्यवहारिक हुनुपर्छ घर हेर्ने कुराहरू। अनि अब घरमा चाहिँ अब बुहारी ल्याउनुपर्छ, अब अलिकति घरमा चाहिँ अलिकति त्यो मम्मीलाई पनि अलिकति सहज हुने कुरा त्यस्तो कुराहरू गर्नुहुन्थ्यो क्या। मलाई चाहिँ सुरुवाती चरणमा चाहिँ पहिला रिहाब बस्ने बेलामा अब रिहाबबाट निस्केर गइसकेपछि चाहिँ त्यस्तो प्रकारले चाहिँ हेर्नुहुन्थ्यो। अनि अब ठिक त अब म नै थिइनँ दाइ त्यतिखेर। अब त्यो सजिलै अब पैसा पाउने कुराहरू अब इजी मनी एक्सिस लाइफमा भइसकेपछि चाहिँ अब त्यो पैसालाई कसरी ह्यान्डल गर्ने कसरी चाहिँ सही तरिकाले चाहिँ त्यसलाई चाहिँ अगाडि लानुपर्ने भन्ने कुराहरू चाहिँ अब त्यो चाहिँ जाने बित्तिकै त्यस्तो कुराहरू अब सिकेको पनि थिएन दाइ। अनि त्यही कुराले गर्दाखेरि पनि त्यतिखेर चिप्लेँ। अनि फेरि पछि अब रिहाब बसेपछि फेरि निस्किसकेपछि चाहिँ अब विदेश जाने कुराहरू गर्न थाल्नुभयो। अब नेपालमा बसेर चाहिँ यो अब सुध्रिएन, अब चाहिँ अब यो साथीसँग त्यही भयो यसको। अनि त्यही साथीहरूसँग नि हिँड्न थाल्यो, साथीसँग अब छुटाउन पनि धेरै प्रयासहरू गर्नुभयो। अनि त्यसपछि विदेश गयो दाइ। विदेश गइसकेपछि पनि अब विदेशमा पनि त्यहाँ एउटा सर्कल आफ्नो आफूले नै खोजेको जस्तो साथी, अब आफू जस्तै साथी त खोजिन्छ नि दाइ विदेश गइसकेपछि पनि। अनि त्यो एडिक्सन फेरि त्यो एडिक्सन चाहिँ कन्टिन्यू नै भइरह्यो विदेश गइसकेपछि पनि। अनि त्यसपछि विदेशबाट आइसकेपछि अब त्यो सब्स्टिट्युट तरिकाले चाहिँ मैले चाहिँ मेरो चोइस अफ केमिकल एउटा थियो भने अर्को सब्सटेन्स चाहिँ युज गरेर बस्न थालेँ विदेशमा। विदेशबाट फेरि आइसकेपछि फेरि ब्याक टु सेम चोइस अफ केमिकल फेरि पुनः युज गर्न थालेँ। अनि त्यसपछि फेरि अब घरमा चाहिँ जहिले पनि एउटा अब
छोरा अब सुध्रिदिए हुन्थ्यो, सुध्रियोस् भन्ने चाहना चाहिँ हुने। अनि केही समय अब रिहा बसेर निस्क्यो, अब त्यो रिहामा चाहिँ किपिङ टच हुनुपर्छ भन्ने कुराहरू अब गर्नुहुन्छ नि त रिहा बसिसकेपछि त। अनि केही समय रिहा बस्यो, अनि त्यो रिहाबमा 2-4 दिन गयो, 2-4 दिन गइसकेपछि चाहिँ अब जानु पर्दैन, अब रिहाब अब केही गरेर बस्नुपर्छ, यतै कामसाम गरेर बस्ने भन्ने कुराहरू गर्ने। अनि त्यो रिहा पठाउनलाई पनि अलिकति हिचकिचाउनु हुन्थ्यो क्या घरमा चाहिँ। अनि त्यो कुराहरूले गर्दाखेरि पनि अब आफ्नो रिकभरी चाहिँ अलिक स्ट्रङ नभए जस्तो टाइपको अहिले आएर चाहिँ त्यस्तो फिल हुन्छ क्या दाइ मलाई। अनि अब हरेक टाइम चाहिँ अब त्यही घर परिवारले चाहिँ बिहे गर्नुपर्छ, बिहे नगरेर चाहिँ यो नसुध्रेको हो भन्ने कुराहरूले गर्दाखेरि अब एउटा रिलेसन बिग्रिसक्यो हुन्थ्यो दाइ एउटा टाइममा। अनि फेरि अब अर्को रिलेसनमा बस्दाखेरि त्यही रिलेसनकै कुराले गर्दाखेरि पनि फेरि अब रिल्याप्स भएको कुरा पनि छ नि त दाइ। अब आफू नै पहिला राम्रो तरिकाले अब सुध्रिसकेको थिएन, अब सबै कुराहरू बनाउँदै आउनुपर्ने कुराहरू थियो। अब त्यही कुराहरू नबनिरहेको अवस्थामा नै अर्को सम्बन्ध जोडेर अनि त्यो सम्बन्धलाई चाहिँ अब घर परिवारसँगको एउटा सम्बन्ध त बिग्रिरहेकै थियो त एडिक्सनले गर्दाखेरि। अनि अब अर्को परिवारबाट अरू कसैको अब छोरी आफ्नो घरमा जोडिँदाखेरि चाहिँ अब आफ्नो अवस्था त्यस्तै भइरहेको कुराहरू, आफू अब अलिकति सक्सेस नभइसकेको कुराहरू, आफूले अझै जेरोबाट सुरु गरेर स्ट्रगल गर्नुपर्ने कुराहरूले गर्दाखेरि नै भित्रभित्र अनम्यानेज भइरहने कुराहरूले गर्दाखेरि फेरि रिल्याप्स भइरहेको कुराहरू थियो। अब पछि लास्टमा आइसकेपछि त दाइ अब रिहा बस्दै गयो, अब नसुध्रिने कुराहरू अब घर परिवारले चाहिँ अब केही समय अब बाहिर बस्यो, अब त्यो खाएर आइस कि क्या हो भन्ने टाइपको कुराहरू हुने। अनि अब नखाँदा पनि मलाई चाहिँ त्यस्तो भन्ने टाइपको एउटा त्यो भित्रभित्र त्यो रिसको भावनाहरू पैदा हुने, त्यस्तोहरू भइरहँदाखेरि चाहिँ अलिकति दुःख मन लाग्दो रहेछ क्या दाइ। आफूले राम्रै गर्न खोज्दाखेरि पनि किन नबुझिदिएको होला घर परिवारले चाहिँ भने जस्तो टाइपको फिलहरू हुने। अनि पछिल्लो समयमा चाहिँ अब त्यो जति अब रिहाब राखे पनि अब यो सुध्रिँदैन, यसले अब त्यो एउटा आशाको किरण चाहिँ अब घर परिवारलाई चाहिँ जहिले पनि भइरहने, अब सुध्रिन्छ कि भन्ने एउटा त भइ नै रहन्छ है। अब यसले लाइफमा केही गरिदियोस् भन्दा पनि यो चाहिँ एउटा राम्रो भएर अब घर परिवारलाई हेर्नुभन्दा पनि यो चाहिँ आफूले चाहिँ आफूलाई नै राम्रो बनाएर अब आफ्नो खुट्टामा उभिन सके, आफ्नो लागि केही गर्न सके चाहिँ त्यति मात्र भइदिए हुन्थ्यो भन्ने टाइपले त्यसरी पनि सोच्नु हुँदो रहेछ एक त। अनि अर्को चाहिँ अब चाहिँ यो रिहाब बस्यो भने चाहिँ मर्दैन कि, अलिक केही लामो समय भए पनि बाँच्छ कि भने जस्तो तरिकाले पनि अहिले पछिल्लो अवस्थामा चाहिँ मेरो चाहिँ अब रिहाब बस्दाखेरि चाहिँ त्यस्तो हुँदै गइसक्यो क्या दाइ। अनि अब यो आफ्टर केयरको कुराहरू गर्नुभयो नि त दाइले। अनि मलाई चाहिँ के लाग्छ भन्दाखेरि दाइ अब रिहाबले चाहिँ जहिले पनि एउटा अब ब्रिजको काम गरिदिनुहुन्छ भनेर चाहिँ त्यो चाहिँ दाइ भनाइमा मात्र सीमित भएर जस्तो टाइपको पनि फिल हुन्छ क्या दाइ कहिलेकाहीँ चाहिँ मलाई। रिहाबमै दाइ अब एउटा यस्तो ओरिएन्टेसन सेसन हुन्छ नि दाइ, जस्तै हामी अब बाहिर विदेश जाने बेलामा ओरिएन्टेसन क्लासहरू हुन्छ नि दाइ, त्यस्तै ओरिएन्टेसन चाहिँ एउटा परिवारलाई पनि हुनुपर्ने। अनि जुन उपचारमा बसिरहेको व्यक्ति हुनुहुन्छ उहाँलाई पनि एउटा त्यो फ्यामिली भिजिट हुने बेलामा नै एउटा अगाडिदेखि नै एउटा ओरिएन्टेसन सेसन के दाइ। जस्तै हामीले चाहिँ परिवारले त अब यस्तो गरिस्, अब अहिलेसम्म पनि अब त सुध्रेनस् यावत कुराहरू चाहिँ घर परिवारले भन्नुहुन्छ नि त। उतार्ने भिजिटमा आउने बेलामा पनि भन्नुहुन्छ नि त। त्यो अवस्थामा पनि कसरी चाहिँ हामीले चाहिँ परिवारसँग चाहिँ बोल्ने, अब कसरी चाहिँ हामीले चाहिँ हामीले अब कहिले पनि नमस्ते पनि भन्ने गर्दैनौँ नि त। युजल्ली त कहिले पनि हामी नमस्ते पनि नभन्ने कस्तो छ अब
आफ्नै बारेमा मात्र सोच्ने, आफूलाई मात्र त्यो खानीको मात्र धुन भइरहेको अवस्था हुन्छ नि त दाइ, हामी एक्टिभ एडिक्सनमा चाहिँ। अनि अब हामीले चाहिँ कसरी चाहिँ रेस्पेक्टफुल्ली कसरी बोल्ने परिवारसँग भन्ने कुराहरू, अनि उनीहरूको कुरा चाहिँ कसरी चाहिँ हामीले सहर्ष स्वीकार्ने, उनीहरूले भनिरहेको कुराहरू भन्ने कुराहरू चाहिँ रिह्याबबाट नै त्यस्तो ओरिएन्टेसन क्लासहरू, त्यस्तो सेसनहरू लिएर चाहिँ भिजिटमा आउने बेलामा पनि एउटा हामीले हाम्रो राम्रो व्यवहार गरेर हिजोको दिनमा चाहिँ म ठिक छु, तपाईँहरूले चाहिँ मेरो चिन्ता लिनु पर्दैन भन्ने टाइपको त्यस्तो प्र्याक्टिसहरू भइरह्यो भने चाहिँ है, अनि निस्किसकेपछि पनि त्यो रिलेसनसिप पनि राम्रो हुन्छ जस्तो टाइपको फिल हुन्छ क्या दाइ मलाई चाहिँ। किन भन्दाखेरि दाइ अहिलेसम्म काहीँ कतै पनि त्यस्तो तरिकाले त सिकाइएको हुँदैन नि त दाइ। घर जान तैँले घर जान्छु जी भन्न पाउँदैनस् है भन्ने त्यो भिजिट गराउनुभन्दा अगाडि नै चाहिँ त्यो घर त्यही जान्छु चाहिँ भन्न पाउँदैन भन्ने तरिकाले मात्र त्यो हुन्छ हजुर भन्नेमा टाउको झुकाएर बसिरहनु पर्ने कुराहरू मात्र भइरहेको हुन्छ नि त दाइ। त्यही त त्यही भएर हाम्रो लिसनिङ एन्ड सेयरिङ सेसनको पनि त्यही हो क्या एजेन्डा। मैले सधैँ भन्ने गर्छु सेसन रन गर्दाखेरि एक्टिभली सुन्न सक्ने क्षमताको विकास, आफ्नो कुरा पनि राइटली राख्न सक्ने क्षमता विकास गर्ने होइन। परिवार आइदिनुहुन्छ, मेरो फेवरमा कुरा नगर्ने बित्तिकै म विचलित हुन्छ, म सुन्नै सक्दिनँ होइन। आउनु अगाडि ल आज आउनुहुन्छ भने धेरै कुरा भन्नु छ अथवा गर्छु जस्तो लाग्छ भन्नै सकिँदैन। लिसनिङ एन्ड सेयरिङ सेसन त्यसको लागि मैले सधैँ भन्नु गर्छु नि त। अनि इभन सुन्दाखेरि पनि आफू पनि अरूलाई जज नगर्ने र आफूले भन्दाखेरि पनि म जज पो भइरहेको छु कि भनेर पनि नसोच्ने भनेर मैले सधैँ रिमाइन्ड गराइरहेको हुन्छु नि त। त्यो त त्यही अभ्यासको लागि, त्यो त हामी हजुर यहाँ टिम मात्रको लागि त होइन नि त। त्यो हजुर अभ्यास त सबैमा लागु हजुर हुनु पर्यो हजुर एउटा कुरा। अर्को कुरा हामीले घर जान पाइँदैन भन्ने कुरा भन्न पाइँदैन भने पनि भन्दैन। हाम्रो त यहाँ त घर जान मन लागेको छ लैजानुहोस् पनि भन्छ होइन। र एट द सेम टाइम बुझ्नुपर्ने कुरा चाहिँ मैले केही भन्दिनँ होइन, हामी केही भन्दैन एज अ संस्था। तर परिवारले तपाईँ जिद गरिरहनुहुन्छ भने कसरी बुझ्छ नि त परिवारले? त्यो त फेरि बुझ्नुपर्ने कुरा त्यो पनि छ नि होइन। मेरो कुरा सुन्न सक्दैन, उसकै कुरामा जिद गरेछ, आफै जित्न परेको छ भने परिवारले त अवश्य पनि लाँदैन, त्यसमा दुई मात्रै छैन होइन। रिगार्डलेस यो कुरालाई चाहिँ यहीँ राखौँ। मैले सुरुबाट तिमीले जुन सेयर गर्यो आफ्नो अनुभवहरू त्यसलाई थोरै समराइज गर्न चाहेँ। जस्तो हरेक उपचारपछि घर फर्किँदाखेरि घरमा एउटा नयाँ आशा हुन्छ, नयाँ जोस हुन्छ, नयाँ उमङ्ग हुन्छ। अब केही गर्छ कि, अब केही हुन्छ कि। सुरुवाती दिनहरूमा तिम्रो केसमा चाहिँ जिम्मेवारीहरू दिनुभयो, व्यवहारिक हुनको लागि इन्फ्लुएन्स गरिरहनु भयो होइन। तर जिम्मेवारी हुन दिइरहँदाखेरि अभिभावकत्वमा कहाँ मैले ल्याक देखेँ भनेदेखि सम्पूर्ण रूपमै पूर्ण रूपमै जिम्मेवारी छोडिदिनु भयो होइन। ट्रस्ट गरेको भनौँ न त्यो त होइन। तर त्यो अवस्था आफूले विकास नगरिसकेको भएकोले गर्दाखेरि त्यो ट्रस्टलाई चाहिँ फेरि आफ्नो फाइदाको लागि प्रयोग गऱ्यौँ होइन। व्यवहारिक हुने कुरा त हुँदै भएन। दोस्रोचोटि आयौँ, फेरि बाहिर जानुपर्छ भने बाहिर गयौँ, फेरि आफ्नै प्रकारको सर्कल चुज गऱ्यौँ जुन हामी सबैले गर्छौँ। फेरि फर्क्यौँ, फेरि आफ्नो प्राइमेरी सब्सटेन्समा फर्क्यौँ होइन। त्यो हुँदाखेरि अब सम्बन्धको कुराहरू आयो। सम्बन्ध मैले धेरै सुनेको, मैले तिमीसँग नै कुरा गरेँ मलाई ठ्याक्कै होइन। तर धेरै जसो मेरो अनुभवमा कुराकानी हुँदाखेरि उपचारार्थीहरूको अरूसँग पनि हो, तिमीसँग पनि होला सायद, कस्तो हुँदो रहेछ भने रिह्याब जाने बेलामा, उपचारमा जाने बेलामा एउटा गर्लफ्रेन्ड भने होइन, फर्किने बेलामा चाहिँ छैन सम्बन्ध। फेरि यो त पीडा हो। यो मान्छे त राम्रै गर्छु भनेर गयो पनि राम्रो त हुन सक्दैन, गर्न सक्दैन। किनकि इमोसनल वेमा कुनै न कुनै रूपमा त विचलित हुन्छ नै मान्छे होइन। अब आफ्नो भइरहेको गर्लफ्रेन्ड छैन अथवा बिहे गर्ने भन्ने होला अथवा केही सपना होला होइन। यो त छ। अनि यो केसलाई पनि मलाई चाहिँ लाग्छ उपचार केन्द्रहरूले चाहिँ बुझिदिनु पर्छ। किनकि ऊ उपचारमा छ, उसको वेलबिङको लागि हामीले लिएर आएपछि उसको वेलबिङ भने के नसामुक्त मात्र हुन त होइन नि त। उसको सम्बन्धको कुराहरू छ। उसको सम्बन्ध भने के उसको घरसँगको मात्र सम्बन्ध त होइन नि त। उसको भविष्यमा जोडिने नयाँ सदस्यसँग सम्बन्ध पनि त त्यत्तिकै महत्त्वपूर्ण छ नि त। यो कुरालाई हामीले चाहिँ परिवारसँगको, परिवारको सदस्यसँगको छलफल अनुसार
त्यो कुरालाई पनि परिवारले पनि बुझाउनु पर्ने हुन्छ कहिलेकाहीँ। किनकि तपाईँको छोरा भोलि गएर त्यही कुराले विचलित भएर गर्छ भने त फेरि फाइदा त कसैलाई भएन नि त, नोक्सानै भयो। छोराको समय पनि गयो, बुवा आमाको समय पैसा सबै गयो नि त, एउटा आशा होइन। त्यसैले यो कुरालाई चाहिँ सामूहिक रूपमा छलफल गरेर सबैको हितको लागि हामीले सुधार केन्द्रहरूले उपचार केन्द्रहरूले पनि यसरी काम गर्नुपर्छ जस्तो मलाई लाग्छ होइन। अब त्यसका साथसाथै अब आउने जाने क्रम धेरै भइरह्यो तिम्रो पछिल्लो समयमा त अब बाँच्नको लागि पठाउने अथवा यो बाँचेर आफ्नो लागि केही गरेर पुग्यो हाम्रो लागि केही गर्नु पर्दैन भन्ने कुराहरू आउन थाल्यो। उपचारपछि फेरि उपचार केन्द्रसँग किप इन टच रहन नदिने भन्ने कुराहरूलाई फेरि आफूले लेम एक्सक्युज बनाएको कुरा मैले चाहिँ त्यसरी कन्सिडर गरेँ। तिमीलाई चाहिँ अब त्यो सायद मन नपर्ला होइन, हजुर तर त्यो चिजलाई त हामीले त प्रुभ गर्नु पर्थ्यो नि त। तर लेम एक्सक्युजको रूपमा अब खानको लागि नै त्यसलाई पनि प्रयोग गरिदियौँ हजुर होइन। अब यो चरणहरू हुँदै पार गर्दै 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 आउँदा आजको चरण त यो बाँचिदियोस्, आफ्नो खुट्टामा उभिदियोस्, हाम्रो लागि केही पनि गर्नु परेन भन्ने अवस्थामा आइपुगिसक्यो। तर आजको यो अवस्थासम्म आइपुग्दा मैले कहाँनिर ल्याउन खोजेको, कहाँनिर जोडिनु खोजेको भने यही सल्लाहहरू क्या, घरको यही माया होइन। पर्दैन अब त राम्रो गरिसकेस्, अथवा तैँले केही गर्ने होइन, अब बाहिर पठाएर पनि काम छैन, साथीसँग छुट्याउनु पर्ने काम छैन, त बाँचिदिए पुग्छ होइन। अथवा कहिलेकाहीँ अलिकति गाली, यही सल्लाह यही माया हो नि त। गालीको फर्ममा आए पनि माया त माया हो नि त। अब यो कहिलेबाट मोनोटोनस लाग्न थाल्यो कि बुझेनौ ए जहिले जहिले मेरो घरको मान्छेले बुझेन भनेर अब झन् खानातिर नै अग्रसरता कहिलेबाट लाग्न थाल्यो। अनि यस्तो भएको छ छैन तिम्रो जीवनमा उपचारको अनुभवमा? अब उपचारमा चाहिँ म अब यो चाहिँ फाइनल हो, म राम्रो गर्छु, अब चाहिँ छोरा बढ्यो अगाडि रिकभरीमा भन्ने मेन्टल स्टेट लिएर उपचार केन्द्रबाट घर गयो। तर घर पुगिसकेपछि अथवा त्यही माया भनौँ अथवा होइन सुधार केन्द्र जानु पर्दैन भन्ने खालको विचारहरू भनौँ। अब यो विचारको वैचारिक मतभेदको कारण फेरि रिल्याक्स भएको यो दुईवटा अनुभव। अब खान छोड्छु भन्ने भावना त दाइ अब अलिकति फिजिकल्ली विकनेसहरू हुँदै गइसकेपछि अलिकति अब नै त्यो चाहिँ तिमी बाहिर हुँदा भयो, उपचारमा बसेर हजुर दाइ अब उपचारको प्रभावले हजुर अब चाहिँ हजुर म फिट हुन्छु, अब गयो छोरा अगाडि भनेर। अब उपचारको प्रभावले भन्दा पनि दाइ एकचोटि चाहिँ मेरो चाहिँ अब त्यो यस्तो भएको थियो कि दाइ मेरो चाहिँ अब फिजिकल्ली विक भइसकेपछि चाहिँ आफै रिह्याब गएको थिएँ दाइ। अनि रिह्याब गइसकेपछि पनि अब केही समयसम्म चाहिँ क्लिन अब बस्ने कुराहरू यताउतिहरू भयो। अनि अब पछि फेरि त्यो आफूले अब गर्न खोजेको कुराहरू नभइदिँदाखेरि अब त्यो मन अलिकति विचलित हुने अनि त्यसपछि ब्याक टु युजहरू भइरहने अथवा फोर्सफुल्ली नै रिह्याब गए पनि केही टाइम क्रस भइसकेपछि चाहिँ अब त खानु हुँदैन भन्ने त्यो भावना चाहिँ एक प्रकारले विकास हो चाहिँ नि। त्यो चाहिँ विकास चाहिँ त्यो विकास पनि हुने। अनि म चाहिँ यस्तो प्रकारले मलाई चाहिँ जहिले घर परिवारले चाहिँ कहिले पनि नबुझिदिने। अनि फेरि एउटा टाइम चाहिँ यस्तो थियो कि दाइ मैले चाहिँ कुनै रिह्याब नबसिकन एउटा साथीको डेथ पछि चाहिँ घरमै बसेर पनि केही समय चाहिँ तपाईँको चाहिँ क्लिन बसेको टाइम अब मलाई मलाई कति समय? लगभग 14-15 महिना नै क्लिन बसेँ क्या दाइ। उम्, त्यो कोभिडको टाइम थियो अनि पाउँदै पाएन निस्किनु। कोभिडको टाइम होइन दाइ त्यतिखेर पनि दाइ अब कोभिडको टाइम हुन्थ्यो। अनि तपाईँको त्यो अब हन्टिङ गर्ने अब त्यो जहाँ मैले युज गरिरहेको नसा पाउने ठाउँ चाहिँ मेरै घर वरिपरितिर नै थियो। अनि अब जो साथीसँग मैले लिन्थेँ त्यो त्यो साथी पनि बच्चादेखिको साथी। अनि उसको चाहिँ स्पट डेड बाइक एक्सिडेन्ट भएर स्पट डेड भयो, बच्चादेखिको साथी थियो। अनि त्यो कुराले पनि मलाई चाहिँ एउटा मनमा चाहिँ खल्लोपना अलिकति अब चाहिँ मेरो पालो हो कि क्या हो भन्ने जस्तो टाइपको फिल भएर मैले चाहिँ अब छोड्नुपर्छ है नभने म पनि अब चाहिँ त्यो तपाईँ खुट्टाहरू एप्सिस हुने कुराहरू खुट्टाहरू स्वेलिङ भइरहेको थियो। अनि त्यसपछि
मैले चाहिँ टिचिङ हस्पिटलमा गएर चाहिँ दिनदिनै चाहिँ इनोक्सप्यारिनहरू हालिरहनु पर्ने त्यो वार्फेरिन 5बाट चाहिँ अझ युज गरिरह भएर चाहिँ वार्फेरिन 10 चलाइरहेको अनि त्यो ब्लडै बाक्लो भइरहेको अनि डक्टरले पनि मलाई चाहिँ तपाईँले स्मोकिङ पनि क्विट गर्नुपर्छ नभने तपाईँको त्यो ब्लड चाहिँ अब त्यो मुटुको भल्भमा चाहिँ सर्कुलेट भएन भने चाहिँ तपाईँ त्यो चाहिँ या पनि भन्न नपाउने गरेर चाहिँ बित्न बित्न सक्नुहुन्छ भनिसकेपछि त अब त छोड्नुपर्छ है भन्ने टाइपको फिल हुन्छ नि त दाइ अनि त्यो फिल भइसकेपछि चाहिँ घरमै अनि फेरि अलि डिटक्स पनि त्यो औषधिहरू पनि त्यस्तो पिल्सहरू पनि त्यस्तो युज गर्नु मन नलाग्ने क्या दाइ अनि मलाई चाहिँ अब त्यो रिह्याबकै कुराहरूले गर्दाखेरि अब नुहायो त्यो औषधि डिटक्स गर्नलाई सबै रिह्याबले त औषधि दिनुहुन्न नि त है अनि नुहायो भने अलिकति फ्रेस हुन्छ अनि त्यही टाइममा चाहिँ अनि टिकटक आइरहेको कुराले गर्दाखेरि चाहिँ अनि त्यसमै इङ्गेज हुँदाखेरि चाहिँ अलिक टाइम चाहिँ म अलिक क्लिन बस्न सकेको अवस्था थियो कि दाइ एउटा कुरा गरे जस्तो हजुर दाइ साथीको स्पट डेड भयो हजुर दाइ अनि नेक्स्ट त मेरो टर्न हो क्या भन्ने डर भयो हजुर दाइ मर्छु भन्ने डर हो नि त हजुर त्यो हजुर अनि दाइ डक्टरको पनि त्यो खालको प्रतिक्रिया आयो हजुर दाइ एउटा कुरा यो बुझ्न नसकेको कुरा है हुन त हजुर म दाइ पनि एक्स युजर नै हो हजुर होइन दाइ हजुर दाइ ड्रग्सले स्लोली भोलि त हामीलाई मार्छ भन्ने त थाहा छ हजुर दाइ होइन खास हामी खान्छौँ के को लागि बाँच्नको लागि खान्छौँ कि मर्नको लागि खान्छौँ किन मर्छ भन्ने डर त देखियो हजुर दाइ त्यो दाइ अब अहिले यहाँ सिकिरहेको कुरा अब यहाँनिर अहिले मैले बुझिरहेको कुरा यहाँ सिकेपछि चाहिँ त्यो एउटा हाम्रो त्यो संवेदना हुन्छ नि दाइ त्यो त्यो कुन एकदम फ्रिक्वेन्सीमा गएर हजुर आउँछ हजुर है दाइ त्यो एकदम त्यो संवेदना चाहिँ मन परिरहेको जस्तो करेक्ट टाइपको टाइपको त्यो फिल भयो कि वेदना दाइ मर हो हजुर दाइ फिल होइन रियालिटी नै त्यही हो हजुर दाइ अनि त्यसले चाहिँ हामीलाई चाहिँ एकदम चरम आनन्द दिइरहेको जस्तो जस्तो हाम्रो अनुभव अनुभव त्यस्तो भइरहेको थियो दाइ अनि अनि त्यही वेदनाको लागि त्यो हजुर प्रयोग गर्नु पर्यो हजुर दाइ बुझ्नु चाहिँ थोरै थोरै बुझिरहेको छु हजुर दाइ ल अनि त्यसपछि के थियो भने एउटा चाहिँ अब त्यस्तो भयो तिमी त्यो साथीको डेट पछि पनि मैले खानुहुन्न भनेर पनि क्लिन भयो हजुर तर हामी कहाँ थियौँ भने चाहिँ एउटा अवस्था अब म सुध्रिन्छु भनेर गएँ हजुर उपचार केन्द्रबाट है हजुर त्यो तिमी स्वेच्छाले आएको कुराहरू ठिक छ हजुर उपचार केन्द्रबाट चाहिँ स्वेच्छाले गएको हजुर तर घर पुगेपछि फेरि सधैँ यार कहिले के भन्नुहुन्छ कहिले के भन्नुहुन्छ भन्ने कुराहरूले दाइ अब जहिले पनि डिफ्रेन्ट रिजल्ट खोजिरहेको हुन्छ नि त दाइ अब त केही त्यो जोस उमङ्गका साथ गइन्छ है अनि घर परिवार त चेन्ज हुनु भएको हुँदैन दाइ अब हिजोको दिनमा जसरी मलाई घर परिवारले व्यवहार गरिरहनु हुन्छ त्यही व्यवहार नै भइरहनु रहेछ दाइ अनि त्यो घरको माहौल अब त्यो पहिलाकै त्यो मेरो त्यो रुम जस्तो अवस्थामा थियो त्यही अवस्था नै भइरहन्छ नि त दाइ अनि त्यो फिलिङ्स चाहिँ दाइ एउटा अब दाइ अब यहाँ एउटा फिलिङ्स छ हामी बाहिर पुगेपछि त अर्कै फिलिङ्स हुन्छ नि त दाइ तर सेम त्यही घरमा पुगिसकेपछि त्यो फिलिङ्स त्यो पहिलाको त्यो कुराहरू रिकल हुने रहेछ क्या दाइ क्या मलाई चाहिँ त्यस्तो फिल भयो दाइ होइन अनि घरमा घरमा पनि अब समस्याहरू सुनाउनु थाल्नुहुन्छ नि त दाइ घरमा पनि अब यत्रोचोटि गऱ्यो अझै भएन यसले यो गर्यो त्यो गर्यो यो बेलामा यो गर्यो त्यो खाना खाने बेलामा पनि यो गर्यो त्यो गर्यो अब त यस्तो गर्दैन होला भन्ने टाइपको कुराहरू सुनाउने अनि त्यो कुरा पनि अब सुन्न मन नलाग्ने खानै छोडेर हिँडिदिने अनि फेरि अनि भोलिपल्ट पनि अब त्यो खाना खाने टाइमतिर चाहिँ बेसी अब अलिक नजिक भइन्छ नि त दाइ सँगै खानुपर्छ भइसकेपछि त्यस्तै कुराहरू सुनाइदिइसकेपछि चाहिँ अनि जहिले पनि यस्तै रहेछ गरे नखाए पनि त्यही खाए पनि त्यही खाने बेलामा पनि यसरी नै कराउने नखाने बेलामा पनि यसरी कराउने भनेर अनि बरु खाएकै ठिक छ टन्डै साफ भने जस्तो त्यसरी चाहिँ अनि फेरि पुनः फेरि हो त्यो कुरा चाहिँ मैले पनि कुन कुरा मैले त्यतातिर गइनँ खाँदाखेरि ल्याङ गर्ने यो चिज म जाँदिनँ तर मलाई के लाग्छ भने मैले एउटा अभ्यास गर्छु तिमीले यहाँ पनि दिएर
खाने बेलामा जोक्स गरेर हाल्छ होइन, हजुर अनि रमाइलो गफ गरेर आनन्द हुनुपर्छ खाँदाखेरि। बरु म के भन्छु, अरूले चाहिँ खाने बेला गफै गर्नु भन्नु, हाम्रो अभिभावकको पद्धति त्यो छ होइन। म हजुर खाने बेला गफ गरेर समय लाग्यो, मलाई प्रब्लम होइन, तर रमाइलो गफ गरेर आयो, हजुर आनन्द हुनु। खाना लगाइरहेको छ ल्याङ ल्याङ गरेपछि त्यो त मजा भएन, त्यो बिस हुन्छ अरे क्या, रिसमा खाएपछि चाहिँ फेरि त्यो पनि छ। अर्को कुरा यही सन्दर्भमा, जस्तो तिमी 14-15 महिना क्लिन भयो नि त साथीको त्यो हजुर एक्सिडेन्टले गर्दाखेरि, त्यता त्यति समय तिमी क्लिन हुँदाखेरि टिकटकतिर इङ्गेजमेन्ट बढ्यो होइन, टिकटकको इङ्गेजमेन्टले पनि तिमी क्लिन हुनलाई हेल्प भयो एउटा हजुर हिसाबले। अनि फेरि त्यो समय क्लिन हुँदाखेरि तिमीलाई अर्को कुरा के फिल हुन्थ्यो क्या, के एक्सपिरियन्स गर्थ्यौ, अनि घरको मान्छेले कस्तो रियाक्ट गर्नुहुन्थ्यो क्या? त्यो समय चाहिँ दाइ त्यतिखेर चाहिँ दाइ अब क्लिन भइरहेको थिएँ अनि उम्, म आइसोलेटेड पनि बसिरहेको थिएँ एक्लै घरमै बसिरहने कोही साथीभाइ पनि कोही पनि उम्, नभेट्ने उम्, एक्लै उम्, घरमै बसिरहने तर मलाई चाहिँ एउटा प्रकारको फियर के दाइ त्यो हुन्छ नि दाइ म अब एकदम अलिकति रफ राइडै गर्ने मान्छे पहिला उम्, अनि त्यो नखाने बेलामा दाइ स्कुटर चलाउने बेलामा पनि यताबाट हानिदिन्छ कि उताबाट हानिदिन्छ कि उम्, भने जस्तो अलिकति साइको पर्ने डर लाग्ने हुन्छ नि दाइ त्यस्तो टाइपको फिल भइरहेको थियो त्यतिखेर अनि अब त्यो भएर टिकटक पनि खाइएन। हजुर त्यतिखेर पनि त्यस्तो पनि भइरहेको थियो अनि टिकटकमा अब अलिकति इजी मनी एक्सेस हुन थाल्यो उम्, बिस्तारी बिस्तारी अनि टिकटकमा अलिअलि पैसाहरू आउन थालिसकेपछि फेरि अनि त्यसलाई राइटली स्पेन्ड हजुर गर्न सकेनौँ, युटिलाइज गर्न परिवारबाट चाहिँ के थियो कि परिवारबाट अब परिवारबाट खुसी हुनुहुन्थ्यो, हजुर मैले बुझ्छु। त्यति हजुर त्यतिखेर चाहिँ अब चाहिँ यसले चाहिँ अब यसले खाँदैन होला अब गर्छ होला भन्ने टाइपको कुराहरू अनि परिवारबाट चाहिँ अब त्यो केही समय क्लिन भइसकेपछि चाहिँ मलाई चाहिँ फेरि घरमा चाहिँ दबाब चाहिँ अब मेरो पहिला एउटा रिलेसन बिग्रिसकेको उम्, अवस्था थियो दाइ त्यतिखेर अनि अब यत्रो उमेर भइसक्यो अब चाहिँ बिहे गर्नुपर्छ अब एउटा साथी चाहिन्छ पछि अब बुढेसकालको सहारा यताउति अब मम्मीलाई पनि हेल्प हुने भन्ने घरबाट चाहिँ दिदीले पनि भाइले पनि यता मम्मीको छोरा दाइ हुनुहुन्छ एकजना उम्, अब पहिल्यैदेखि सपोर्ट गरिरहनुहुन्छ उहाँले पनि दाइले पनि मम्मीले पनि सबैले चाहिँ अलिकति बिहेमा चाहिँ अलिकति फोर्स गरिरहनु हुन्थ्यो क्या एकजना हुनुपर्छ भनेर जस्तो लागिरहन्थ्यो अनि मेरो चाहिँ पहिल्यै रिलेसन्स अब एउटा सम्बन्ध बिग्रिसकेको अँ, हुनाले गर्दाखेरि चाहिँ मलाई चाहिँ एकैचोटि चाहिँ अब मैले चाहिँ अब विवाह चाहिँ हामी एकै फालिहाल्नु चाहिँ हजुर नचाहेको अवस्था। हजुर यस्तो मैले यो कुरा किन सोधेको भने नि, जे भए पनि 14-15 महिना त क्लिन बसेको अवस्था हो नि त। अब हजुर यसलाई मैले तिमीले कसरी बुझ्यौ अथवा कति कुराहरू नेगेटिभ एसेन्स पनि आयो, मैले यसलाई पोजिटिभ वेले बुझौँ, पोजिटिभ वेमा बुझेर अप्लाई गर्न सक्यो भने फर्दर तिमीलाई क्लिन हुन हेल्प हुन्छ भनेर। जस्तो एउटा कुरा मैले के बुझेँ भने इङ्गेजमेन्ट होइन, त्यो समयमा टिकटक थियो तर त्यसलाई तिमीले राइटली युटिलाइज गर्न सकेनौ एउटा। त्यसलाई राइटली युटिलाइज गर्न सक्यो भने अझै पनि यो तिम्रो लागि इन्कमको सोर्स पनि भयो, तिमी इङ्गेजमेन्ट पनि हुने भयो। अर्को कुरा जुन त्यो डर छ नि, त्यसलाई डरलाई चाहिँ पोजिटिभ वेमा बुझ्यो भने म बाँच्न चाहन्छु र बाँच्नको लागि पनि म यो नखाने भन्यो भने त्यसले पनि हेल्प गर्छ होला जस्तो लाग्यो। अर्को कुरा, परिवारले मेरो बारेमा चिन्ता गर्नुभएको छ, जीवनसाथीको कुरा गर्नु भने परिवारले त माया गरिरहनु भएको छ हजुर होइन, हजुर अब राम्रो भइस्, राम्रो गर्नुपर्छ अझै भन्ने कुरा हो नि त होइन। तर त्यसलाई चाहिँ अब इफ यु फिल युआर नट प्रिपेयर्ड अथवा रेडी भइसकेको अवस्था होइन यो भने चाहिँ यसलाई राइटली मेरो कुरालाई राख्न सक्यो भने पक्कै पनि बुझ्नुहुन्छ। परिवारले यत्रो वर्ष त बुझ्नु भएको छ, यत्रो वर्ष त झेल्नु भएको छ भने म गर्छु, केही समयपछि गर्छु भनेर मेरो कुरालाई मैले एकदमै पारदर्शी भएर राइटली राखेँ भने त बुझ्नुहुन्छ होला जस्तो लाग्छ मलाई। होला फ्याट्टै नबुझ्नु होला, हजुर तर मैले प्रयास गरिरह्यो भने उहाँहरूले बुझ्नुहुन्छ होला। तर हामी कहाँ चिप्लिन्छौँ भने प्रयास गरिरहँदा चिप्लिने हो नि त होइन, हजुर कुरै बुझ्दैन यार भनेर चिप्लिने हो नि त हजुर होइन। हो यो चाहिँ खालको प्रयास अनि यसरी चाहिँ पोजिटिभ वेमा हामीले लिन सक्यौँ भने चाहिँ फर्दर तिम्रो रिकभरी जर्नीको लागि चाहिँ अझ हेल्प हुनसक्छ आउने दिनहरूमा पनि, जस्तो मलाई कता कता महसुस भयो। त्यही भएर मैले बार बार यो कुरालाई कोटाइरहेँ। अब आफ्टर केयरको कुरामा तिमीले जति शब्दमा छ त्यति
कार्यान्वयन भइरहेको छैन भन्ने कुराहरू पनि छ होइन। अब त्यो कुराहरूलाई पनि लिएर अभिभावकहरूले त आफ्टर केयर सर्भिस के रहेछ त भनेर पहिला नै बुझ्नु भएर चाहिँ गर्नुभयो भने कति कुरा आफ्टर केयर सर्भिसको कुरा चाहिँ मलाई के पनि लाग्छ भने जस्तो अघि तिमीले भन्यो थ्रु आउट द ट्रिटमेन्ट ड्युरिङ द ट्रिटमेन्ट प्रोसेस इभन भिजिट टाइममा पनि प्रपर टाइम दिन सक्यो भने 5-10 मिनट होइन क्या 1 घन्टा लिनुहुन्छ भने 1 घन्टा किनभने पुरा छलफल हुनु भयो हामीले बुझाउन सक्ने कुराहरू पनि बुझाउन सक्ने भयौँ कति कुराहरू रिपोर्टिङले पनि फरक पार्छ होइन टाइमली म्यानरमा उनीहरूलाई अपडेट गराइराख्यो भने थाहा हुन्छ नि त ए यस्तो भइरहेको छ यो कुराहरू अझै कमजोर पक्षहरू रहेछ यो कुराहरू राम्रो भएर छ उनीहरूलाई थाहा हुने भयो नि त अनि अल अफ सडन आएर फ्रस्ट्रेसन मात्र उतार्दैन नि त थाहा छ नि त रिपोर्ट के भइरहेछ भन्ने कुराहरू त्यो कुराहरूले पनि धेरै हेल्प गर्छ जस्तो लाग्छ अनि आफ्टर केयर पनि एटलिस्ट सेन्टरको तर्फबाट हामीले तपाईँको सेसनहरू नै रन गर्नु नसक्यो भने के छ कस्तो छ पठाइदिनुहोस् होइन अवस्थाहरू कस्तो देख्नुहुन्छ उहाँहरूलाई चाहिँ हाम्रो तर्फबाट गर्नुपर्ने कुराहरू एजुकेट गराउने कुराहरू गाइड गर्नुपर्ने कुराहरू गराइराख्न सक्यौँ भने बिरामीलाई होस् या अभिभावकलाई त्यसले पनि धेरै फरक पार्छ जस्तो लाग्छ अब तिम्रो अनुभवमा होइन अब त्यो अवस्थासम्म त पुग्यौँ अब घरमा फेरि गयो फेरि अब सुध्रिन्छु भनेर त्यो मेन्टल स्टेटका साथ जाँदा पनि अब जिम्मेवारीको कुराहरू अथवा अब फेरि नयाँ जीवन सुरु गर्नुपर्छ नयाँ सुरुवात गर्नुपर्छ भन्ने कुराहरूले पनि फेरि कता कता तालमेल नमिल्ने चिप्लिहाल्ने भइरहेछ हजुर होइन अब तिम्रो तर्फबाट मोटामोटी छोटकरीमा परिवारले कसैलाई पनि जो उपचारमा बसेर जान्छन् किनभने परिवारलाई उपचारको अनुभव त थाहा छैन नि त एउटा बुझ्नुपर्ने हजुर होइन परिवारले सकारात्मक रूपमै लिएको हुन्छ उपचार गर्यो त एकदम राम्रो तन्दुरुस्त स्वस्थ मनस्थितिमा आएको छ भन्ने बुझायो भने त आशा त त्यो बोल्छ नि त होइन तर वास्तविकता त बिरामीलाई थाहा छ ऊ अस्वस्थ मनस्थितिमा आएको पनि हुनसक्छ नि त हजुर ऊ ठ्याक्क घर फर्किँदाखेरि अभिभावकले स्वागत गरेपछि अघि भने जस्तो खान बस्दाखेरि जिम्मेवारीको कुरा सुरु गरिदिइहाल्ने हो कि पहिला उसको मनस्थिति बुझ्ने कसरी सहकार्य गर्न सकिन्छ त्यसमा थोरै तिम्रो अनुभवलाई लिएर यसो गऱ्यो भने अझ राम्रो हुनसक्छ भन्ने अब दाइ घर परिवारले चाहिँ एकैचोटि निस्किने बित्तिकै अब लाइफलाई नै अब फ्युचरलाई नै फोकस गर्नुहुन्छ नि त दाइ घर परिवारतिर कसैले अब विदेश पठाउने सोचिरहनु भएको हुन्छ कसैले होइन दाइ कसैले चाहिँ अब केही यो चाहिँ अब फ्री भयो धेरै फ्री भएर चाहिँ यो चाहिँ बिग्रिरहेको हो भन्ने अब सोच्ने र कामतिर चाहिँ काम गर्नुपर्छ भन्ने त्यो त्यतातिर काममा चाहिँ इङ्गेज हुनुपर्छ भन्ने टाइपले त्यसरी भनिरहनु भएको हुन्छ तर मलाई चाहिँ दाइ यो केही समय चाहिँ दाइ अब रियाबमै अब आउने जाने त्यो प्रोसेसलाई चाहिँ अलि उहाँहरूले चाहिँ अब 6 महिना मात्र रियाबमै आउने जाने प्रोसेसलाई प्राथमिकता दिनुपर्छ अग्रिड हजुर अन्डरस्ट्यान्डेबल हजुर दाइ तर त्योभन्दा पहिला छोरा कस्तो मनस्थितिमा छ बुझ्नु जरुरी छ छैन उसलाई रियाबमा आउनै जान मन छैन तर तपाईँले आउन जानको लागि प्रायोरिटाइज गर्नु छ भने तालमेल मिल्यो नि हजुर दाइ अब उहाँले भनिरहँदाखेरि पनि दाइ अब छोराले चाहिँ अब जवाब फर्काउँछ कि फर्काउँदैन उसमा चाहिँ अब परिवारले भनिरहनु भएको सुन्ने क्षमताको विकास भएको छ कि अझै मैले तिमीलाई होल्ड गरेँ हजुर दाइ गयो उपचारपछि हजुर उपचारको अनुभव तितो रह्यो हजुर दाइ भने त मान्छे स्वस्थ मनस्थितिमा छैन हजुर दाइ मैले भन्नु खोजेको हजुर होला संस्थाले बेस्ट दियो हजुर तर पनि उसलाई तितो अनुभव भइरहेछ भने अब त्यो मान्छेलाई तिमी किप इन टचमा रह भन्दाखेरि स्वीकार्न सक्छ दाइ सेम थिङ त मलाई अब त्यो फेजबाट त म पनि गुज्रेको व्यक्ति हो दाइ होइन दाइ अब होइन दाइ अब मैले अब जसरी अहिले हामीले अब जस्तो छलफल गरिरहेछौँ त्यो प्रकारले चाहिँ मैले भनेको तर मैले चाहिँ अब मलाई चाहिँ म अब एउटा रिजेन्टमेन्टको भावना बोकेर बसिरहेको छु भने अब रियाबले पनि जति हरेक रियाब हजुर हरेक अब मैले त पहिल्यैदेखि हरेक रियाब नराम्रो यताउति भनेर सबैले त अब आफूले राखेको क्लाइन्ट सुध्रिँदै हुन्छ नखाइदिए हुन्छ नै भन्नुहुन्छ उहाँहरूले पनि नराम्रो कुरा त सिकाउनु भएको हुँदैन तर त्यहाँ भइरहेको मैले
भनिरहेको हुन्छ नि त दाइ त्यहाँनिर अमानवीय व्यवहारहरू जुन हुने यातनाको कुराहरू हुने बस त्यो कुराहरूले गर्दाखेरि दाइ होलमा त्यो रिजर्भ भएर बसिरहेको कुराहरू नै दाइ अब घर यो परिवार यो हजुर मैले फेरि रोकेँ तिमीलाई, सरी टु इन्टरप्ट। यो अमानवीय व्यवहार भन्नेले चाहिँ हजुर दाइ मलाई क्लिक हान्यो। किन क्लिक हान्यो भने एउटा कमेन्ट आएको थियो कि हाम्रो अस्तिको भिडियोमा, अस्तिको जुन एपिसोडको थियो हजुर दाइ त्यसको मैले सर्ट त्यो म अलि जोसमा आएँ क्या भन्ने थिएँ नि, हजुर हजुर त्यो दाइ क्लिप हालेको थिएँ। त्यसमा बेडिङको कुरा होइन, हजुर दाइ होइन बेडिङ नराम्रो चाहिँ पनि केटाहरू एडजस्ट गरेर सुत्दिन्छन् रे क्या, बुझ्नुभयो नि। हजुर तर व्यवहार कस्तो गर्छन्, यो अमानवीय व्यवहारको कारण चाहिँ भनेर भनिएको छ कमेन्टमा। अब हामी त्यो अमानवीय व्यवहार त अभ्यास गरिरहेका छैनौँ, मलाई जतिसम्म लाग्छ। तर त्रुटि कमजोरी हाम्रो पनि हुन सक्छन्, र त्यो कसैले दर्शाइदिएको खण्डमा हाम्रो उपचारार्थीहरूले हामी त्यसलाई सकारात्मक रूपमा लिएर इम्प्रुभ गर्न, करेक्ट गर्न पनि तयार छौँ, र हामी त सल्लाह पनि लिन्छौँ, त्यसमा दुई मत रहेन। अनि त्यो भन्ने बित्तिकै चाहिँ मलाई के याद आयो भने क्या, हाम्रो बुवाले भन्नुहुन्छ नि, खाना मिठो बनाइस् तँलाई कन्ची कोइन्स नपुग्या भन्ने कुरा याद आयो क्या मलाई, होइन। हजुर 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 हाम्रो चाहिँ यहाँ त्यो भनेर जिस्काउने चलन छ नि त, होइन, हजुर केटाहरूले यसो हजुर काम कुरा बिगाऱ्यो भने, होइन। हजुर अनि तर हामी त त्यो अभ्यास त छैन नि त, होइन। हजुर हामीले त सधैँ भन्दै आएका छौँ नसामुक्त मात्र हाम्रो अल्टिमेट गोल होइन। हजुर हाम्रो अल्टिमेट गोल र हामीले चाहेको समाज अथवा भनौँ हामीले उत्पादन गर्न खोजेको जनशक्ति अथवा युवा भनेको त्यो खालको हो। हामीले त्यो खालको प्रडक्ट रेडी गर्न खोजेको जो नसामुक्त होस्, स्वस्थ र सभ्य। उसलाई यो थाहा होस् नसा त छँदैछ, नसालाई बाहिर गरे पनि, त्यसलाई हटाउँदा पनि नसा बाहेक अरू धेरै चिजहरूले पनि त गलत जीवन जिउनमा प्रभाव परिरहेको छ नि त, होइन। हजुर गलत शैलीहरू अप्नाइरहेका छ नि त। हाम्रो अभ्यास त, हाम्रो अन्तिम लक्ष्य त नसामुक्त, स्वस्थ र सभ्य जीवन भनेपछि कसरी सभ्य, नसालाई पनि हटाएर, नसा नै नहुँदा पनि अझ म दिन प्रतिदिन कसरी सभ्य, हिजोको भन्दा राम्रो, आजको भन्दा यो क्षणभन्दा अर्को क्षण कसरी राम्रो गर्दै जान सक्छौँ भन्ने हाम्रो अभ्यास हो नि त। त्यसैले हामीले अब हाम्रो संस्था भनेर होइन, हामी अब्युजिभ ल्याङ्ग्वेज त कहिले पनि प्रयोग गर्दैनौँ। बरु फोहोरमा कहिलेकाहीँ त्यस्तो सुन्यौँ भने पनि हामी त त्यसअनुसार चाहिँ के भन्ने अब करेक्टिभ एक्सन इनिसिएट गर्छौँ नि त, होइन। कसैले त्यस्तो खालको कन्सर्न पनि आउँछ नि त हामीलाई कहिलेकाहीँ, मलाई यस्तो हजुर भन्यो भनेर। तर त्यो अमानवीय व्यवहार चाहिँ वास्तवमै हुनु हुँदैन म भन्छु। उहाँले भन्नुभएको कमेन्ट पनि सही हो, कुरा पनि सही हो। किनभने बेडिङ त मान्छेले बरु एडजस्ट गर्न सक्ला, मान्छेले मानसिक रूपमा कस्तो अनुभव गरिरहेछ, होइन, उसलाई मान्छेको रूपमा बिहेभ गरिरहेको छ छैन, त्यो अनुभवले त झनै ठुलो खाडल अथवा ठुलो फरक पार्छ नि त त्यसले त, हजुर होइन। अब हामी शब्दमा त, भाषामा त भनिरहेछौँ रोग हो, उपचार चाहिन्छ, उपचारको जरुरत छ, होइन, अपराध होइन, कैदी जस्तो बिहेभ गर्नु हुँदैन भनिरहेका त छौँ। तर अभ्यासमा हामी कैदीको शैली अप्नाइरहेछौँ कि वास्तवमै प्रभावकारी उपचार पद्धति अगाडि बढाइरहेछौँ भन्ने त महत्त्वपूर्ण विषय हो नि त, हजुर दाइ होइन। अब कैदीको जस्तो व्यवहार गर्नुहुन्न, उपचार जरुरत छ भन्ने मान्छेलाई ल्याएर चाहिँ पुरै सैनिक शासन जस्तो कैदीलाई गर्छ, त्यो पनि त फेरि अलिकति उपचारमा रहनुभएको मान्छे त अस्वस्थ हो नि त, बुझ्नुपर्ने कुरा त, प्राथमिक कुरा बुझ्नु। उहाँलाई त स्वस्थ बनाउन हामीले कसरी सहयोग गर्न सक्छौँ, होइन। कति कुरा उहाँहरूले अब अस्वस्थ मानसिकता हुँदाखेरि गर्न नहुने कुराहरू पनि गरिदेला, बोल्न नहुने कुराहरू पनि बोलिदेला, होइन। त्यो कुराहरू त हामीले त बुझ्नु पऱ्यो नि त। अस्वस्थ दाजुभाइ साथीभाइहरूसँग हामी सहकार्य गर्दैछौँ, कसरी स्वस्थ बनाउन सक्छौँ। अस्वस्थ भयो भने त उहाँहरू उपचारमा हुनुहुन्छ भनेपछि त हामीले त एकदमै मानवीय हिसाबमा अगाडि बढ्नु पऱ्यो, ट्रु वेमा लभ एन्ड कम्प्यासनको प्र्याक्टिस हुनु पऱ्यो नि त, फुल फ्लेजमा, होइन। त्यो एउटा कुरा भयो। अर्को कुरा चाहिँ मलाई के पनि लाग्छ भने यहीसँग जोडेर उसको अनुभवले, होइन, ऊ त अब म कसरी राम्रो गर्न सक्छु भनेर आइरहेको मान्छेलाई होला ऊ अस्वस्थ छ, तर परिवारको संरक्षणमा आउँदा पनि त परिवारको आशा त त्यो हो नि त, यहाँ बसिसकेपछि, यहाँ उपचारमा बसेपछि ऊ कसरी राम्रो हुनसक्छ, कसरी राम्रो
स्वस्थ हुँदै जान्छ भन्ने भएर चाहिँ ल्याउनु भएको त त्यसै त ल्याउनु भएको होइन, रहरले त ल्याउनु भएको होइन होइन। हजुर भनेपछि हामीले त सबैले मानवीय रूपमा होइन कसरी उहाँहरूलाई सजिलोभन्दा सजिलो कसरी उपचारमा प्रभावकारी ढङ्गमा अगाडि बढाउन सकिन्छ भनेर बुझ्नु एउटा सेवा प्रदायक संस्थाको हैसियतमा एकदम महत्त्वपूर्ण कुरा हो होइन। यो कुरा चाहिँ मलाई लाग्छ सबैले बुझिदिनु मनन गरिदिनु जरुरत छ होइन। अब भन्नलाई चाहिँ फेरि उपचारको जरुरत छ भन्ने अपराध होइन भन्ने, तर हामी फेरि त्यहाँ चुक्यौँ भने त यो ठुलो कमजोरी पनि हो र त्यस्तो कारणहरूले गर्दाखेरि समाजमा घटेको सानोतिनो घटनाहरूको कारण पनि फेरि सबै संस्थाहरूलाई प्रभाव पनि पर्ने पनि देखियो होइन। त्यो अनुभव पनि भइ नै पनि रहेछ, त्यस्तो चर्चाहरू पनि भइ नै रहेछ। उहाँले त्यो भन्दा चाहिँ मलाई ठ्याक्क क्लिक भएको क्या कमेन्ट, मैले त्यो आज मात्र देखाएको थिएँ, उहाँले लास्ट नाइट गर्नुभएको रहेछ। बेडिङभन्दा पनि होइन केटाहरूले त बरु एडजस्ट गर्न सक्छ, कस्तो व्यवहार हुन्छ भन्ने कुरा हो। अनि त्यो व्यवहारको कुराले अर्को कुरा मलाई जोड्न चाहेँ, जुन कुराहरू हामीले यहाँ अनुभव गरिरहेको छ कति पास्ट एक्सपिरियन्सले गर्दा पुरानो रिहाबहरूको कस्तो खालको अभ्यास थियो, त्यसले गर्दाखेरि यहाँ साथीभाइहरूलाई ल केही समस्या छ भने भन भन्दाखेरि भन्दैन नि त हजुर होइन। हजुर किन भन्यो भने त कन्सिक्वेन्स पाउँछ नि। हामी त समस्या भनेपछि त उसको समस्या कसरी फिक्स गर्न सक्छौँ त्यो हाम्रो मान्यता अनि त्यो हाम्रो अभ्यास हो नि त होइन। हजुर दाइ हजुर केटाहरू समस्या भयो नि भन्दा किन भन्दाखेरि लास्टमा बुझ्दाखेरि त्यो त एक दिन त थाहा पाइहाल्छ। हजुर पहिलाको अनुभव यस्तो थियो, यहाँ पनि त्यस्तै होला भनेर होइन। अब त्यो बताउँदा पनि क्या नबताएर होइन, थाहा नभएर होइन, तर थाहा हुँदा पनि त्यो पास्ट एक्सपिरियन्सले गर्दाखेरि त्यो बिटर एक्सपिरियन्सले गर्दाखेरि यस्तो समस्याहरू पनि मैले देखेको छु भनेपछि तपाईँको दाइ खाना थप्ने कुराहरू हुन्छ नि दाइ, उम्, खाना थप्ने कुराहरू अब त्यो थप्न पाउँदैन क्या दाइ, त्यो खानामा पनि फिल त्यो उम्, एडिक्टले चाहिँ फिल नगरेसम्म चाहिँ उम्, अ, जहाँ दबाब र अभाव हुन्छ तब बल्ल सुधारको सम्भावना हुन्छ भन्ने त्यो मानसिकताले चाहिँ उहाँहरूले चाहिँ त्यसरी त्यो सबैले पनि सत्य हो, हजुर तर हजुर त्यसको प्रयोग कहाँ हुनुपर्छ कुन हजुर बेला हुनुपर्छ भन्ने कुरा त फेरि महत्त्वपूर्ण कुरा हो नि त। पहिलो मैले अघि नै भने बुझ्नुपर्ने कुरा म अस्वस्थ मानिसहरूलाई कसरी स्वस्थ बनाउन हजुर सक्छु भनेर उपचारमा राखेको। हजुर एक्ज्याक्टली म स्वस्थ मान्छेलाई एकदमै घमण्डी मान्छेलाई जसलाई स्वस्थ मनस्थितिमा रह्यो भनेर डक्टरले पनि भने त्यो मान्छेसँग डिल गरेर अवस्था होइन नि त। हजुर दाइ म कोहीसँग वार गरेर अवस्था होइन नि त, युद्धमा होइन नि त। हजुर दाइ अब बाबा यो मान्छेहरू त अलरेडी अस्वस्थ छ, अब यसलाई दबाव र अभाव के बुझ्छ? हजुर दाइ दबाव र अभाव बुझ्ने स्थिति हुनु पऱ्यो नि पहिला मान्छेले दबाव र अभाव बुझ्नु त। हजुर दाइ त्यही भएर मैले भने क्या उपचारको जरुरत छ भनेर भाषामा भाष्य मात्र भएर भएन क्या, हजुर दाइ मेरो व्यवहारमा के छ। अब मैले उपचारको जरुरत छ भनेर भित्र ल्याएर कैदिकी व्यवहार गर्छु भने त काहीँ त फेरि उहिरह्यो नि त। हजुर दाइ फेरि जोसमा आइहाल्छु, यो अलि जोस गर्नुहुन्छ होइन, त्यस्तो छ। त्यसैले यो इन्डस्ट्रीमा उपचार केन्द्र खोलेर जतिजना पनि बस्नुभएको छ उहाँले बुझ्नुभयो म अस्वस्थ मान्छेसँग डिल गर्दैछु भनेर बुझ्नु पऱ्यो क्या, हजुर दाइ नभए त काम कुरो खराब भइहाल्छ नि। अब अस्वस्थ मान्छेले त जे पनि गर्न सक्छ, जे पनि बोल्न सक्छ, जे पनि भन्न सक्छ भन्ने कुरा मैले अलरेडी एक्सपेक्ट गर्न सक्नु पऱ्यो। मेरो एक्सपेक्टेसनमै त्यो हुनु पऱ्यो कि यस्तो यस्तो हुनसक्छ है। अनि उहाँहरूलाई कसरी राइटली बुझाउन सक्छु, कसरी राइटली ट्र्याकमा ल्याउन सक्छु, कसरी पद्धतिमा चाहिँ मैले इङ्गेज गराउन सक्छु उपचार पद्धतिमा, त्यसको लागि म अनि त्यहाँ त दाइ अनि हजुरको अब बोल्नै पाइँदैन नि दाइ, तपाईँले अब जस्तो तरिकाले हजुरले अब यहाँ हाम्रो त छुट्टै प्र्याक्टिस छ नि त दाइ, उता धेरै मोस्ट अफ नेपालको सिनारीयोमा चाहिँ जति पनि रिहाबहरू छ दाइ, त्यहाँ त रिहाबभित्र छिरेपछि त त्यो उपचारमा बसेको व्यक्तिले त बोल्नै पाएन नि दाइ। एउटा कुरा चाहिँ हो, मैले उपचारमा हाम्रो पनि फोरमा उपचारमा बसेको व्यक्तिले बोल्न पाइएन, तर कोसँग बोल्न पाएन भन्दा उपचारार्थी बोल्न पाएन। हजुर दाइ त्यो चाहिँ किनभने दुईटा अस्वस्थ मान्छे बोलेर के समस्या समाधान हुन सक्छ, हुँदैन नि। हजुर दाइ तर समस्या छ भने म्यानेजमेन्टसँग स्टाफसँग भलिन्टियरसँग त राख्न पाउनु पऱ्यो, बोल्न पाउनु पऱ्यो नि, नभए त समस्या कसरी समाधान हुन्छ। त्यहाँ त अब त्यो म्यानेजमेन्ट टिमसँग बोल्न पाउने कुरा पनि धेरै टाढाको कुरा हुन्छ दाइ, त्यहाँ त अब पोस्ट होल्डरसँग त्यो कुरा राखेर त्यहीँ सीमित भएर हुन्छ क्या दाइ। यहाँ त कहिलेकाहीँ यस्तो लाग्छ होला यिनीहरू कति बोलिरह होला जस्तो लाग्छ होला होइन। होइन त्यो त दाइ मलाई त
होइन दाइ अब त्यो कसरी चाहिँ मान्छेलाई चाहिँ अब हात दिन खोज्नु भएको छ कसरी चाहिँ अब दाइले मलाई भन्नुभएको थियो नि दाइ म त जहिले पनि त्यो कुरा एकदम सम्झिरहेको हुन्छ नि दाइ जीवनमा अहिलेसम्म यत्रोचोटि रिहा बसेँ दाइ अहिलेसम्म तिम्रो रिकभरी जर्नीको चाहिँ यात्रामा म चाहिँ सहयात्री बनेर चाहिँ अगाडि बढ्न चाहन्छु भनेर तपाईँले भन्नुभएको थियो नि दाइ त्यो कुरा त अब दाइ अहिलेसम्म मैले त कसैको मुखबाट पनि सुनेको थिएन सुनेको फेरि छैन। पनि रिल्याप्स चाहिँ भयो है त? होइन दाइ सुनेको दाइ अब तपाईँसँग जोडिएन नि त दाइ म त्यतिखेर म तपाईँसँग जोडिएन दाइ अनि अब सेम कहानी दाइ अब त्यही भवचक्रमै अल्झिरह्यो दाइ। ठिक छ अब आजलाई यति नै गरौँ खाना खाने समय पनि लगभग भयो हजुर नेक्स्ट एपिसोडमा फेरि नयाँ विषयमा चर्चा गरौँ आजलाई यति नै गरौँ होइन त हजुर दाइ से नो टु ड्रग्स यस टु लाइफ जय नेपाल